हेलो अनि नमस्ते सबैजनालाई। फेरि पनि म तपाईहरुको माझ एउटा नयाँ भिडियो लिएर आइसकेको छु। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर कमेन्ट गर्न चाहिँ नभुल्नु होला। आजको यस भिडियोमा चाहिँ मुख्य गरी के छ भने पछाडी मैले चाहिँ आफ्नै गरेछ बारीमा लगाएको फलफुल तरकारीहरू देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बारी हो हैन। अब हाम्रै बारे त के भन्नु, घरबेटीको हो। घरबेटी चाहिँ हुन्न, काठमाडौँ हुनुहुन्छ। अब घरबेटी नभएपछि तरकारी लगाऊ खाऊ भनेपछि अब लगाएर खाएछ अब हाम्रो नै हो हैन। अब पैसा तिरेर बसेछ त हाम्रै त हो के र। देख्न सक्नुहुन्छ यो अनि बारीहरू चाहिँ हाम्रो हो। यसमा चाहिँ तरकारीहरू लगाएको छ। जे होस् बारीमा तरकारी लगाएपछि चाहिँ बजारमा त्यति धेरै तरकारीहरू किन्नु पर्दैन। अनि औषधि मिसाएको बजारमा पुरा औषधि मिसाएको तरकारीहरू हुन्छ। त्यो भन्दा त आफूले लगाएको तरकारी कति पौष्टिक हुन्छ हैन। हाम्रो खेती गरेर यो चाहिँ हाम्रो मकै बारी यो चाहिँ हाम्रो अस्ति भर्खरै लगाएको हो। अस्ति भर्खर के भनौँ केही समय अगाडि भएको यो चाहिँ पछि खाने पछि अगाडि पनि त्यसमा चाहिँ हाम्रो काँक्राहरू लगाइदिएको थियौँ। अनि यो चाहिँ सिमी हामीले मकै छाडेर लगाइदिएको अब फुल्न लाग्छ। यो सिमी करेली तिते करेली पनि छ। यो चाहिँ अस्ति भर्खरै मन नगरेको खुर्सानी फुल्ने छ। यो चाहिँ चिप्ले भिन्ती भन्छ कि के भन्छ त्यही हो। अरू सबै बुटा मरेर गइसक्यो। एउटै बाँचेको थियो। कस्तो राम्रो सपेको छ, धेरै फुलिसक्यो। हामीले चाहिँ धेरै खाइसक्यौँ। यो चाहिँ तिते करेला 2-4 दिनमा खाने हुन्छ, त्यसपछि खाने हो। अनि यो गोलभेडा खुर्सानीहरू फुल्दैछ। सिमी माथि झालामा पसेर फेरि। आजको यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। यदि भिडियो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने रमु भोलालाई सब्स्क्राइब गरिदिनु होला। एउटा सब्स्क्राइब गरेमा केही हुन्न भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु।